वेलकम टु प्लेसनेस युनिट। आज अचानक म भ्लग बनाउँदैछु बिकज आज हामी घुम्न आइसक्यौँ र मस्त हुनुहुन्छ एकदम स्पेसल मान्छे जो अगाडिपट्टि हुनुहुन्छ उहाँको फेस देखेको छैन। इस्लामी खाने ग्राउन्ड गर्ने र आज हामी अब जाँदैछौँ जाउला खेल्छु। खासमा हाम्रो प्लान थियो नारायण हेटी जाने, बट त्यो बन्द रहेछ। सो आज जाउला खेलाएको छ भने हामीले टिकट काटिसक्यो। यहाँ हिँड न टिकट यो काठ हो। हामी चाहिँ भित्र आइसक्यौँ जाउलाखेल जूमा, सर्जन क्याम्पल एजुकेसन सेन्टर यताभित्र चाहिँ होइन। सो अब यहाँ के देखिन्छ लेट्स सी है त, सुरुबाटै हेर्दा जाऊँ। यी बच्चाहरूको लागि गेम जोन पनि रहेछ। ट्रेन खेल्ने र क्या भने यार, आफूलाई ट्रेन खेल्ने उमेर गइसक्यो जस्तो लाग्छ। ट्रेन चलाउने माथि अगाडि चाहिँ सही छ है भ्यू वाइज यो हो। जस यहाँ चाहिँ इन्भाइरोमेन्ट रमाइलो छ। इफ यु वान्ट टु कम विथ फ्यामिली फ्रेन्ड्स गर्लफ्रेन्ड्स जोसँग आउन बेला नि मिल्छ होइन। अनि यहाँ चाहिँ एनिमल्सहरू हेर्नेको भिड छ र हामी पनि एनिमल्स चाहिँ हेर्नेवाला छौँ। अहिले अब बर्ड्स मात्र देखिरहेको छु। सो यहाँ नाइस पाथवेज एनिमल हेर्न। दिस इज सेतो मुसा छ बट मुसै छैन यार, कहाँ छ मुसा? मेबी दूरभित्र पसे जस्तै छ। फर्स्ट एनिमल पनि मुसा हेर्छ, मुसाहरूले मुसा हेर्छ। त्यसो त बाघहरूले बाघ हेर्छ। यता हेर खै यता रहेछ यता रहेछ। घर आयो भने मै देखाइदिन्थेँ यहाँ। यस्तो मुसा जति पनि पाइन्छ घरतिर। नेक्स्ट स्पट दिस इज पाँच धर्के लोखरको। दिस इज द स्क्विरल होइन। औ त्यहाँनिर स्क्विरल्सहरू देख्न सक्नुहुन्छ। औ त्यहाँ छ नाइस। यता चाहिँ छ यो गिनिपिक्स जुन एकदम मान्छेहरूले राख्छन्, घरमा पाल्छन् यार गिनिपिक्स यार। कत्रो मोटो मोटो छ। बाँदर यहाँ के थियो? यहाँ आई थिङ्क खाली हो। ए ओके कछुवा छ। सो हामी नेक्स्टतिर जाऊँ। सर्पकता थियो अरे त्यो। यो रातो खाने कछुवा, यो पनि कछुवा यता पानी चितुवा स्नो लियोपर्ड्स माथि छ। यो क्यान्सी सुतिरा मारेर हो र होइन होला। सो यो यतापट्टि हेरौँ है त। पानी चाहिँ परिसक्यो गाइज, हामी पानीमा नि गएर छ। दिस इज ज्याकल स्यालहरू भन्छ नि, दिस इज स्याल छ यता। 2-3टा स्याल छ। धेरै लियोपर्ड क्याट जुन लुक्यो भित्र गएर बिकज पानी पर्दैछ गाइज। लियोपार्ड म्यान लियोपार्ड ऊ त्यहाँ यता लियोपार्ड देख्नु भयो होला। त्यहाँ देख्न सक्नुहुन्छ भालु यता त पानी परेर हैरान भइसक्यो। सो त्यहाँ चाहिँ छ भालु है। एयरपोर्टमा पक्रियो होइन, एयरपोर्टमा कसले। सो पानी चाहिँ अलिक कम भयो। सो हामी फेरि लाग्यौँ घुम्नतिर। अब हामी बाघ हेर्न जाने तर्खरमा छौँ, त्यसपछि केही खाँदैन। साइडमा हेर नि यहाँ। कहाँ साइडमा? ए यता चाहिँ भालु है मैले देखाइसकेँ है। काठे भालु थियो। यता चाहिँ यो त्यहाँ छ भालु आटस बाँदर उता दिन सक्नुहुन्छ। काइन्ड अफ चिम्पान्जी टाइप्स। डु नट फिड एनिमल्स। यो चिम्पान्जी होइन, जुन एप्स टाइप्स हुन्छ नि, एप्सहरू छ यसमा। र यता चाहिँ राखेको छ अर्ना भैँसी। खासमा भैँसी हेर्नु पर्ने थिएन बट अर्ना टाइप्स भएर हेर्नु चाहिँ पर्छ। हामी चाहिँ अब बाघ हेर्न आयौँ होइन। फुल्ली बाघ नै होला, बाघ नै हेरेर आएको। यता छ कि कता थाहा कहाँ? ए ऊ त्यहाँ छ। द्याट्स द हिप्पोपोटामस जुन सुतिरहेछ। ए होइन त्यो के हो? ए ओके राइनोसोरस, सरी सुतिरहेछ। चाहिँ राइनो छ जुन चाहिँ पानीभित्र छ।
चितवन बसिरहेकोलाई राइन त केही खास नभ्यू होइन होइन यहाँ छ हिप्पोपोटामस जुन चाहिँ इटाबाट देख्न सक्नुहुन्छ हिप्पो सो न अब हामी मेन ठाउँमा द्याट इज द बाघ होइन यो बाघ यता छ सो यसको बाघ हेर्ने ठाउँमा बाघ उतै रहेछ त चराहरू मिस गऱ्यो नि त गड बाघ हेर्नलाई हामी रेडी छौँ एन्ड देयर इज द टाइगर Oh man, what a view! त्यही भएर स्ट्यान्डर चाहिँ हाम्रो जस्तो लाग्छ मलाई यति फोटो तर टाइगर जिंदा है एक था टाइगर को हेर्नु भएको छ सबलाई टाइगर हेरेको चाहिँ जस टाइगर फेरि सेकेन्ड आई थिङ्क जूमा द मोस्ट अमेजिङ एक्सपिरियन्स भनेको टाइगर हेर्ने हो सो बाघहरू हेरेर चाहिँ भ्याइयो होइन अब चाहिँ छ यहाँ लङ्गुर लङ्गुरको हातमा अङ्गुर चाहिँ रहेछ सो मङ्किजहरू छ यता पनि छ यता पनि छ यो त पशुपति गयो भने पनि धेरै देख्न पाइन्छ सो नेपाल भारत भुटान पाकिस्तान श्रीलङ्का चीनमा यो पाएको रहेछ नाइस क्याच कस्तो दामी क्याच गर्छ यसलाई नेसनल टिममा हालौँ हेर हेर ओ मिस पाकिस्तानी रहेछ के हो तपाईँहरूले कमेन्ट गर्नु होला है त यो हो रतुवा होइन के भन्छ यसलाई मेबी मृगको एउटा प्रजाति हो सो हाम्रो अल्टिमेटली जूको टुर सिद्धियो र अब हामी चाहिँ लिची जुस खाँदैछौँ र हामी अब घरतिर जाँदैछौँ सो आजको लागि यति नै इफ यु लाइक दिस ब्लग लाइक सेयर सब्सक्राइब थ्याङ्क यू बाई